नमस्ते, यहाँहरू सबैजनालाई एउटा बिल्कुलै फरक प्रस्तुतिमा म प्रस्तुत भएको छु र यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। यो एउटा मेरो च्यानलमा चाहिँ पहिलोचोटि नयाँ केही भिडियो बनाउने कोसिस गरेको छु, जो चाहिँ नामैबाट पनि तपाईँहरूले अलिकति अनुमान गर्न सक्नुहुन्छ। यो नाम नै मैले यस्तो राखेको छु कि यो नेपोलिटिक भनेको चाहिँ नेपाली पोलिटिक्स, विशेष गरेर नेपालको राजनीति सम्बन्धी केही आफ्ना जानकारीहरू, केही आफ्ना जिज्ञासा, अनुभव, जानकारी जेसुकै भए पनि सेयर गर्ने हेतुले चाहिँ आगामी दिनहरूमा चाहिँ मैले यो च्यानललाई अगाडि बढाउने कोसिस गरेको छु। मेरो बिल्कुलै नयाँ प्रस्तुति, नयाँ भिडियो यहाँहरूलाई अवश्य लाग्ने मनपर्ने छ भन्ने म आशा राखेर चाहिँ यो पहिलो भिडियो मैले आज बनाउने कोसिस गरेको छु। तपाईँहरू सबैजनालाई थाहा छ, नेपालमा चुनाव आइरहेको छ। 84 को चुनाव 82 मा मात्र होइन, यो बिल्कुलै नयाँ परिस्थितिमा जेनजी आन्दोलन पछाडिको एउटा नयाँ माहौल क्रिएट भइरहेको छ नेपालमा। तपाईँहरू जसरी हेर्न सक्नुहुन्छ, नयाँहरूको माहौल जसरी अगाडि बढिरहेको छ भने पुरानाहरूले पनि आफूलाई यो अस्तित्वको लडाइँमा कायम राख्नलाई निकै कोसिस गरिरहेका छन् र चुनाव एकदमै नजिक आइसकेको छ र त्यसको बारेमा चाहिँ अब भावी प्रधानमन्त्रीहरूको बारेमा एउटा ठुलो बहस चलिरहेको छ। गगन थापा, रवि, बालेन, प्रचण्ड, केपी ओली र हर्क साम्पाङहरूको आफ्नै दाबी छ ठाउँ ठाउँमा। तर अब त्यसको वास्तविक निर्णय भनेको 21 गतिको चुनावपछि जनताहरूले, नागरिकहरूले भोटिङ मार्फत त्यो एउटा निर्णयमा एउटा व्यक्तिलाई अवश्य पुर्याउने नै छन्। तिनीहरूमध्ये नै कोही एकजना त हाम्रो भावी प्रधानमन्त्री हुने नै छन्। आजको भिडियो त्यही सम्बन्धी हुनेछ, तर यो अलिकति देशभन्दा बाहिरको स्थिति छ। देशभन्दा बाहिर नेपालको बारेमा कसरी चर्चा भइराखेको छ र यहाँ चाहिँ कसरी मान्छेहरूले चाहिँ सोचिरहेका छन् भन्ने कुरामा पनि भिडियो बनाउन जरुरी देखेर इन्फर्मेसन मलाई अलिकति थाहा भएकोले गर्दा म यो भिडियो बनाउन गइरहेको छु। जो यो पोली मार्केट भन्छ, यो चाहिँ इन्टरनेसनल प्रेडिक्सन बेटिङ मार्केट हो। एउटा ग्याम्बलिङ टाइपको मार्केट हो। तपाईँहरूलाई म डिटेलमा यसको बारेमा देखाउने छु र अलिकति पोली मार्केटको बारेमा पनि अवश्य तपाईँहरूलाई जानकारी दिनेछौँ। आउनुहोस् लागौँ आजको यो भिडियोको विस्तृत जानकारीतर्फ। फेरि पनि स्वागत छ यहाँहरूलाई सबैजनालाई। मैले तपाईँहरूलाई एउटा स्क्रिनमा पनि यहाँ देखाउने कोसिस गरिरहेको छु। के हो त, सबैभन्दा पहिला चाहिँ अलिकति तपाईँहरूलाई यो पोली मार्केटको बारेमा पनि अलिकति जानकारी दिने कोसिस गर्नेछु, मलाई थाहा भएअनुसार र मैले अलिकति रिसर्चहरू लिएअनुसार। पोली मार्केट भनेको चाहिँ अमेरिकन बेस यो इन्टरनेसनल ग्याम्बलिङ प्रेडिक्सन मार्केट हो। यहाँ चाहिँ विश्वभरि भइरहेका अथवा हुन गइरहेका घटनाक्रमहरूको बारेमा चाहिँ पोल राखिन्छ र त्यसको सेयर खरिद बिक्री हुन्छ डिजिटल मार्केटमा, जो क्यासमा हुँदैन कि क्रिप्टो करेन्सी मार्फत, डिजिटल करेन्सी मार्फत यसको चाहिँ सेयरहरू खरिद बिक्री गर्न सकिन्छ। तपाईँले यहाँ देखिरहनु भएको छ, मैले स्क्रिनमा देखाइरहेको छु कि यहाँ विश्व राजनीतिमा के भइरहेका छन्। युएस स्ट्राइक इरान भनेर यहाँ सोधिरहेको छ। यसमा यस अथवा नोमा चाहिँ नोमा 2% र फेब्रुअरी 25 र यसको डेट पनि दिएको छ। यसमा नोमा चाहिँ 3% भनेर दिइरहेको छ। यस्तै धेरै विश्वभरिका अपकमिङ घटनाहरूको बारेमा चाहिँ पोली मार्केटमा बेटिङ हुने गर्छ। यो गेम्बलिङ हो। नर्मल्ली हाम्रो जस्तो थर्ड वर्ल्ड कन्ट्री अथवा तेस्रो मुलुकहरूमा यसलाई मान्यता दिइँदैन। यसलाई चाहिँ एउटा जुवाको रूपमा हेरिन्छ भने यो विकसित देशहरूमा चाहिँ सरकारले यसलाई एउटा दायरा मापदण्ड बनाएर चाहिँ लिगल रूपमा गर्न र गराउन पाइन्छ। त्यस्तै यो मार्केटमा नेपालको बारेमा चाहिँ के भइरहेको छ त, प्रेडिक्सन कस्तो छ, अब भावी प्रधानमन्त्री को बन्छ भन्ने बारेमा पनि ठुलो बहस र यहाँ ठुलो पैसाको खेल भइराखेको छ। तपाईँ हामीहरू त यता इलेक्सनमा बिजी छौँ, यता इन्टरनेसनल्ली डिजिटल कारोबार गर्नेहरूले पैसा कमाइराखेका छन् उताबाट, जसमा ठुलो मात्रामा चाहिँ कुन पार्टीका नेताहरूको भावी प्रधानमन्त्री बन्न सक्छ अथवा भावी प्रतिनिधि सभामा चाहिँ कुन पार्टीले बहुमत ल्याउन सक्छ भन्ने जस्ता पोलहरू राखिएका छन्। यसमा मैले नेपाल सम्बन्धी सर्च गरेर हेर्दाखेरि तपाईँलाई यसको जानकारी अवश्य म देखाउनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर माया पनि गरिदिनु होला।
भन्दै तपाईँ यो भिडियोको विस्तृत जानकारीतिर म जानेछु। योभन्दा पहिला म यसलाई तपाईँलाई सरल देखाउने कोसिस गर्नेछु कि यहाँ इन्टरनेसनल मार्केटमा जस्तो यो फुल स्क्रिन म तपाईँहरूलाई देखाउँदैछु के भइराखेको छ त यहाँ। ल हेर्नुहोस्, यहाँ यसको बेटिङ कसरी हुन्छ भन्ने कुरा यसलाई एकपल्ट क्लिक गरेर देखाउने छु। ल हेर्नुहोस्, यो के अमेरिकाले इरानलाई एट्याक गर्नेछ 24 फेब्रुअरी भित्रमा अथवा 25 फेब्रुअरी भित्रमा भन्ने एउटा पोल राखिएको छ, जहाँ चाहिँ नो भन्नेले 2% को यो बेटिङ चलिराखेको छ भने यहाँ $1.7 यसको किनबेच भइराखेको छ। त्यस्तै फेब्रुअरी 25 भित्रमा यसको अमेरिकाले इरानलाई एट्याक गर्छ त भन्ने कुरामा 3%ले मज्जाए भनेको यसको कारोबार भइराखेको छ भने यसमा बाई गर्ने किन्नेहरूले चाहिँ $3 यसको सेयर किनिराखेका छन् भने नो भन्नेले $97 यसको कारोबार भइराखेको छ। यस्तै नेपालको बारेमा चाहिँ अब के भइराखेको छ त भनेर म तपाईहरुलाई जानकारी दिनेछु। अबको भावी प्रधानमन्त्री बारेमा, बालेनको बारेमा, रवि अथवा प्रचण्डको बारेमा अथवा गगन थापाहरूको बारेमा चाहिँ पोली मार्केटमा कस्तो टाइपको प्रेडिक्सन मार्केट चलिराखेको छ यसको पूर्ण जानकारी पनि म दिनेछु। तपाईहरु भिडियो हेर्दै गर्नु होला। म हेर्नेछु यहाँ नेपालको, यो मैले हेरेर पनि गरेँ, हाउस अफ रिप्रेजेन्टेटिभ भनेको चाहिँ प्रतिनिधि सभाको चुनावमा नेपालको कसले बहुमत ल्याउँछ त भन्दाखेरि यहाँ तपाईहरुले देख्नु भएको छ, यहाँ चाहिँ आरएसपी राष्ट्रिय स्वतन्त्र पार्टीले 63% मत सहित प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल बन्ने छ भनेर प्रेडिक्सन मार्केट चलिरहेको छ यहाँ। र यहाँनेर चाहिँ यो शेयर कतिमा खरिद बिक्री भइरहेको छ भन्दा $63 यसको कारोबार भइराखेको छ। यस भन्नेहरूले अथवा जित्छ भन्नेहरूको बारेमा भने नेपाली कांग्रेसको एनसी भनेर रुख चिन्हमा देख्नुभयो होला, यसमा चाहिँ 34% कारोबार भइराखेको छ र यसको बाई कतिमा भइरहेको छ भन्दा $35 यस नेपाली कांग्रेसले भन्नेमा अथवा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्छ भन्नेमा चाहिँ 34% भोट के अरे 34% को कारोबार भइरहेछ। यसको रासपाको चाहिँ 14%ले यसको कारोबार राइज भइरहेको देखाउँछ भने नेपाली कांग्रेसको चाहिँ 15%ले फल भइरहेको देखाउँछ। त्यसको भ्यालु, शेयर भ्यालु भनेको $35 छ। त्यस्तै अर्को सीपीएनयूएमएल भनेको नेकपा एमालेको 3% मा मात्रै कारोबार भइराखेको छ भने यसको $3 मा कारोबार भइरहेछ। यस नेकपा एमाले यस भन्नेहरूको कारोबार भनेको $3 मा मात्रै भइराखेको छ। अर्को नेपाली कम्युनिस्ट पार्टी जो प्रचण्ड माधव कुमार नेपालहरूको पार्टी हो, त्यसमा भने 0.70 सेन्ट्सको मात्रै शेयर भ्यालु छ भने 1% मात्रै त्यसको कारोबार देखाएको छ। त्यस्तै अर्य नगण्य अरु दलहरू भनेको एकदम नगण्य रूपमा यसको कारोबार लगभग छैन भन्दा पनि हुन्छ, 0 अवस्थामै देखाइरहेको छ। तो यसरी हेर्दाखेरि यहाँ एकदमै प्रचुर मात्रामा आरएसपी राष्ट्रिय स्वतन्त्र पार्टीको शेयर भ्यालु चाहिँ एकदमै हाई देखिरहेको छ। यस भन्नेहरूको मार्केटमा देख्नु होला $43,104 को कारोबार भइराखेको छ भने नेपाली कांग्रेसको दोस्रोमा छ, यसको $21,354 को कारोबार भइसकेको छ। यसलाई तपाईहरु अब इन्टरनेसनली नेपाल बाहिर कहीँ बस्नुहुन्छ, तपाईहरुसँग डिजिटल करेन्सी, क्रिप्टो करेन्सीहरू, बिटकोइनहरू छ भने यसलाई किनेर तपाईले आफ्नो शेयर मार्केटमा लिएर किनबेच गर्न पनि सक्नुहुन्छ। देखिरहेको छ यहाँ, तपाईले यहाँ किन्न सक्नुहुन्छ। यो यस भनेर पनि किन्न सक्नुहुन्छ, नो भनेर पनि किन्न सक्नुहुन्छ। के अबको प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठुलो दल बन्छ भन्नेमा यस भन्नेमा पनि किन्न सक्नुहुन्छ, नो भन्नेमा पनि किन्न सक्नुहुन्छ। यस भन्नलाई तपाईले किन्न सक्नुहुन्छ त्यो मार्केट $63 मा भने नो भनेर तपाई समर्थन गर्नुहुन्छ भने त्यसलाई $38 मा किन्न सक्नुहुन्छ। त्यस्तै अब भावी प्रधानमन्त्रीको बारेमा पनि चाहिँ यहाँनेर मजाले गरिएको छ प्रेडिक्सन। यो मार्केट राम्रो चलिरहेको छ अहिले। तपाईहरुलाई म यसलाई फुल स्क्रिनमा गरेर देखाउने कोसिस गर्नेछु। यहाँ चाहिँ भावी प्रधानमन्त्रीको बारेमा के चल्दैछ यो देखिहाल्नुभयो होला। यो अहिलेको पार्टीहरूको चाहिँ कस्तो चलिरहेको छ भन्ने होला। राष्ट्रिय स्वतन्त्र पार्टीको सबैभन्दा हाई शेयर भ्यालु चलिरहेको छ। यस भन्नेले अबको आउँदो चुनावपछि नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठुलो दल बन्छ भन्ने 63% आजको मैले यो भिडियो रेकर्ड गर्दासम्म 63% यसको शेयर कारोबार भइराखेको छ। सबैभन्दा ठुलो 63% मा त्यसको
सेकेन्डमा नेपाली काङ्ग्रेस छ जसको 34% भइरहेछ भने अब भावी प्रधानमन्त्री को बन्न सक्छ त नेपालको भन्दा नेक्स्ट प्राइम मिनिस्टर अफ नेपाल भनेर म यहाँ सर्च गरेँ भने यो पोली मार्केटमा कसको नाम सबैभन्दा टपमा छ होला तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ। यहाँ कसको नाममा सबैभन्दा बढी कारोबार भइरहेको छ यसमा कुनै दुविधा छैन। यहाँ बालेन शाहको बारेमा सबैभन्दा बढी 57% देख्न सक्नुहुन्छ। 57% बालेन शाहको बारेमा यहाँ सेयर कारोबार भइरहेको छ। त्यसपछि सेकेन्डमा छन् गगन थापा, उनको 63% छ। उनको सेयर भ्यालु कति छ भन्दा $9,209 देखाएको छ भने बालेन शाहको 2,60,660 भोल्युममा चाहिँ उनको सेयर कारोबार भइरहेको छ, जसलाई बालेन शाहले जित्छ भन्ने लाग्यो र उनीहरूले सेयर किने अथवा किन्न चाहनुहुन्छ भने त्यो $59 मा त्यसको सेयर कारोबार भइरहेको छ। तपाईँहरूले यहाँ क्लियरली देख्न सक्नुहुन्छ। मैले फेरि फुल स्क्रिन गरेर तपाईँहरूलाई देखाउने छु, ल हेर्नु होला, यहाँनिर देख्न सक्नुहुन्छ। अब दोस्रोमा गगन थापा छ। गगन थापाको अब आउने भावी प्रधानमन्त्री बन्न सक्ने ग्याम्बलिङ जुन बेटिङ चलिरहेछ प्रेडिक्सन त्यो 30%ले मार्केट लिइरहेको छ भने त्यहाँ उनको यस गगन थापा भन्नेहरूको मार्केट भ्यालु $31 मा किनबेच भइरहेको छ। नो भन्नेहरूको $72 मा किनबेच भइरहेको छ। त्यस्तै बालेन शाहको नो भन्नेमा चाहिँ $44 मा किनबेच भइरहेको छ। तपाईहरू पनि यो किन्न सक्नुहुन्छ यदि नेपाल बाहिर बस्नुहुन्छ र डिजिटल करेन्सीहरूको युज गर्नुपर्छ भने। तेस्रोमा केपी शर्मा ओलीको यहाँ देख्नुभयो होला तपाईँहरूले, केपी शर्मा ओलीको 9% मात्रै छ, जहाँ $4,548 को कारोबार भएको छ भने बाई गर्न चाहनुहुन्छ उनको केपी ओलीको यस भन्ने केपी ओली भावी प्रधानमन्त्री बन्न सक्छन् भन्ने सेयर बाई गर्न चाहनुहुन्छ भने उहाँको $10 मा किन्न सक्नुहुन्छ र नो भन्नुहुन्छ भने $92 को सेयर कारोबार भइरहेको छ। सबैभन्दा हाई नोमा सबैभन्दा हाई $92 भइरहेको छ। त्यसपछि माधव कुमार नेपालको 3%, हर्क साम्पाङको 2%, सुशीला कार्की 2%, कुलमान घिसिङ 2%, प्रचण्ड 2%, रवि लामिछाने 2%। यसरी चाहिँ यो पोली मार्केटमा सबैभन्दा टपमा रहेका छन् बालेन शाह। तपाईहरूले मजाले क्लियर गरेर बुझ्नुभयो होला कि इन्टरनेसनल मार्केटमा नेपालको राजनीतिको बारेमा कारोबार भइरहेको छ। अनि टपमा छन् बालेन शाह जो राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता पनि हुन् र जो अहिले नेपालको चुनावी माहौल तताउने नम्बर 1 क्यान्डिडेट पनि हुन्। त्यो कुनै शक छैन। हामी कुनै पार्टीलाई समर्थन गरेर अथवा उनीहरूको फेभरमा भिडियो बनाउँदैनौँ र बनाउने पनि छैनौँ। आगामी दिनहरूमा पनि त्यो म सकेसम्म कोसिस गर्नेछु, भर्सक बायस नभइकन कसैलाई समर्थन वा विरोध नगर्ने हिसाबले। तर यहाँको परिणामले, नेपालको मत परिणामले के भन्छ, तर इन्टरनेसनल यो पोली मार्केटमा भइरहेको खेल छ त्यहाँ, यो खेलमा पनि बालेन 1 नम्बरमा देखिएका छन्। 2 नम्बरमा गगन थापा छन्, 3 नम्बरमा केपी ओली छन्, 4 नम्बरमा माधव नेपाल छन् भने हर्क साम्पाङ 5 नम्बरमा छन्, 6 नम्बरमा सुशीला कार्की, कुलमान घिसिङ त्यसरी लगातार देखिरहेको छ। अब यो मार्केटमा तपाईँहरू पनि सामेल हुन चाहनुहुन्छ भने मैले सायद इन्टरनेसनली बाहिर बस्ने मानिसहरूलाई क्रिप्टो करेन्सीको खेल कारोबार गर्नुपर्छ भने मैले त्यो सिकाइरहनु पर्दैन र भनिरहनु पनि पर्दैन। आशा छ तपाईँहरूलाई आजको भिडियो इन्ट्रेस्टिङ पक्कै लाग्नेछ र अब यसको फाइनल रिजल्ट त 21 गते पछाडि नै आउनेछ। तर पनि अहिलेको माहौल हेर्दाखेरि र यहाँको जहाँ हामीले पोली मार्केटको मार्केट भ्यालु हेर्दा पनि बालेन शाह नेपालको भावी प्रधानमन्त्री बन्नेछन् भन्नेमा यति धेरै मानिसहरूले, यो सित्तैको कारोबार होइन, यहाँ पैसाको कारोबार भइरहेको छ, डलरको कारोबार भइरहेको छ। त्यसैले मानिसहरूले सोचेर मात्रै 2 चोटि 3 चोटि सोचेर मात्रै पैसा लगाउँछन् यस्तो कुरामा। भनेपछि मानिसहरूले के सोचिरहेका छन् भन्ने कुरा न्यारेटिभ यहाँबाट पनि केही झल्किन्छ। अवश्य पनि मानिसहरूले नयाँ सोचेका छन्, केही परिवर्तन सोचेका छन् भन्ने कुराको प्रेडिक्सन अनुमान हामी पनि गर्न सक्दछौँ। अब तपाईँको भोट यदि नेपालमा हुनुहुन्छ भने तपाईँको अधिकारको कुरा हो। तपाईँहरूले जसलाई जायज लाग्छ उसैलाई मतदान दिएर हाम्रो प्रतिनिधि सभाको प्रतिनिधि अथवा सांसद बनाएर पठाउनु होला।
हाम्रो भिडियो फेरि पनि यस्तै जानकारीमूलक रहनेछ र तपाईहरुलाई मनपर्ने टाइपको इन्ट्रेस्टिङ जानकारीहरू फेरि पनि लिएर अवश्य म आउने नै छु। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ र सपोर्ट दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि जय नेपाल।